त्यस्तै नै सजिलो चिकन बिरयानी मैले कसरी बनाउँछु भनेर आज हजुरहरूलाई देखाउँछु है त। त्यसको लागि चाहिँ एक दिन अगाडि नै हामीले ठुल्ठुलो पिस भएको चिकन लिएर चाहिँ त्यसलाई म्यारिनेट गर्छौँ। सुरुमा मैले आधा लाइमको जुस राखेँ, त्यसपछि 2 चम्चा दही, अदुवा लसुनको पेस्ट अनि अलिकति फ्राइड अनियन राखेँ। त्यसपछि यो प्याकेटको बिरयानी मसला, थोरै धनियाँ, मिन्ट, सिङ्गै खुर्सानी अनि अलिकति मरमसला र स्वादअनुसार नुन अनि घिउ राखेर त्यसलाई मैले मजाले मिक्स गरिदिएँ। यसलाई चाहिँ अब हामीले एटलिस्ट 12 घण्टाको लागि म्यारिनेट हुनको लागि छाडिदिनुपर्छ फ्रिजमा राखेर। अनि अर्को दिन चाहिँ बिरयानी बनाउनको लागि बाक्लो पिँध भएको एउटा भाँडा लिनु होला। मैले चाहिँ यो क्रम्बलको कास्ट आइरन लिएको छु। थोरै घिउ तताएर चाहिँ त्यसमा हामीले रातो प्याजलाई क्यारामलाइज गराउँछौँ अनि आधालाई चाहिँ निकालेर राख्छौँ अनि त्यही पटमा चाहिँ त्यो म्यारिनेट गरेको चिकनलाई राखेर हामीले मजाले पकाउँछौँ। सुरुमा एकैछिन चाहिँ हजुरहरूले हाई हिटमा चलाउँदै पकाउनु होला होइन, अनि त्यसपछि त्यसलाई छोप्दै पकाउँदा फरक नै पर्दैन। त्यो पाक्दै गर्दाखेरि चाहिँ हामीले साइडमा आलुलाई चाहिँ बेसार र धुलो खुर्सानीमा कोट गर्छौँ घिउमा फ्राई गरेर। हजुरहरूले बिरयानीमा आलु नराख्दा पनि फरक चाहिँ पर्दैन। हजुरहरूले त्यो चिकनलाई चाहिँ बिस्तारै छोप्दै स्लो कुक गर्नुभयो भने चाहिँ एकदमै मिठो हुन्छ। यो चिकन रेडी भइसकेपछि त इट्स नाउ टाइम फर असेम्बलिङ। मैले राइस चाहिँ बासमती लिएको छु अनि त्यसलाई चाहिँ मैले 70% जस्तो मात्रै पकाएको छु। त्यसमा लेयर गर्दाखेरि चाहिँ मैले काजु र किसमिस पनि राखेको छु अनि दुधमा चाहिँ थोरै येल्लो फुड कलरिङ राखेर चाहिँ मैले गरेको। हजुरले नराख्दा पनि फरक नै पर्दैन। अब यतिको गरिसकेपछि त त्यसलाई अब हामीले स्लो हिटमा छोपेर पकाउँछौँ 20 मिनटको लागि। एन्ड द्याट्स इट, हाम्रो मिठो चिकन बिरयानी इज रेडी।